यस्तो क्या दाइ, छोरी मान्छेले छोड्नु परेपछि नि पहिले छोडिसकेको हुन्छ क्या। यस्तो क्या दाइ, उसको जीवनमा अरू कोही व्यक्ति आइसकेपछि नि त्यत्तिकै फेनै हुन्छ क्या दाइ, छोड्नु परिहाल्छ क्या है। पहिला चाहिँ चट्ट बिहे गर्नुभन्दा अगाडि चाहिँ अब माया गरे हुन्छ नि त, के गरौँ कसो गरौँ कहाँ गयो त्यो सबै डिटोली भनेको हुन्छ क्या, क्लियर हुन्छ नि त। तर छोड्नु परिसकेपछि दाइ त्यो कुराहरू सबै बिर्सिएर क्या, है यस्तो भनेर छोरी मान्छेहरू क्या दाइ चट्ट हेन्सम केटा चट्ट होइन, अब हुन्छ नि टक्क बाइक सेकमा चट्ट लिएर हिँड्ने, अलि धेरै गफ गर्ने, त्यस्तो टाइप हेर्ने हो नि त। तर दाइ अहिलेको जमानामा क्या सोझो मान्छे त कामै छैन, किनकि सोझो मान्छेले झुक्याउँदैन नि दाइ होइन। हरेक कुराहरूमा हरेक साथ सपोर्टमा उसले त चोखो माया गरेर उसले त धेरै कुराहरू सोचेको हुन्छ नि त। तर के गर्नु, अहिलेको चलेको जमाना अनुसारले तर मान्छेले त्यो भेट्दैन नि दाइ। थाहा छैन दाइ, अब मान्छेको मन त हो नि दाइ होइन, कसरी कतिखेर परिवर्तन हुन्छ के हुन्छ, समयले कस्तो देखाउँछ भन्ने कुरो हो नि त। हस्त गाइज, नमस्कार। खासै त्यति बनाउन आउँदैन है, हल्का रमाइलो जस्तै बनाउनलाई यसो सिक्दैछु।